Stand now.
छ ट्राभल चाहिँ भ्लग चाहिँ एकदम समाप्त भयो। मुस्याङ भन्ने ठाउँमा पनि पुग्यो। हाम्रो यहाँ आदरणीय बहिनीहरू भने हो उहाँहरूको कारणले गर्दा आजको यात्रा एकदम सरल बनाइदिनु भयो। उहाँहरूलाई हृदयदेखि नै धन्यवाद। अनि अब सबको संजोगले मिल्यो भने कुनै दिन यो यात्रा सुरु गरौँला भन्दै म पनि बिदाई हुन्छु गाइस। लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नु नबिर्सनु। आजको ट्राभल चाहिँ एकदम व्यापक रमाइलो हो। सोचेको थिएन जति अहिले यतिको रमाइलो हुन्छ भनेर। दुईजना बहिनीहरू अनि त्यसपछि हाम्रो ड्राइभर साथी गुरुजी पनि राम्रै हुँदैछ। त्यसैले अबको लगभग एन्डिङ पोइन्टमा म आइसकेको छु। यात्रा चाहिँ अब यताको सकिसकेको छ। अबको भोलिको चाहिँ ट्रेकिङ हुनेछ। एकदम हिँडेर त्यत्रो सोध्नुपर्छ। देख्नु धेरै हिउँ छ। म हिउँमा पनि यसैसँग जोडेर एउटा भिडियोहरू बनाएर हालेर आउँछु होला। त्यो चाहिँ अब भ्लगमा नै आउँछ होला। खलनायक भ्लग भन्ने मेरो नाम रहनेछ। जब कि त्यसको एउटा रहस्य छुटेको छ। त्यो नाम राख्नुको मैले धेरै सोचेर राखेको छु त्यो नाम। त्यो भ्लग चाहिँ त्यसको एउटा पैसै आउँछ भन्ने छैन मलाई। मैले आफ्नै सोचको लागि र भावी दिनमा जस एउटा मेमोरेबलको लागि त्यो बनाउँदैछु त्यो भ्लग। र त्यो भ्लगमा मेरो सम्पूर्ण डिटेलहरू मेरो एक्टिभिटिजहरू त्यसमा तपाईँ न्यु क्रेडहरू फोटो सबै देख्न सक्नुहुन्छ। यहाँको रहनसहन विभिन्न जो वातावरण सोसाइटी सामाजिकरण के छ भाइ बिहा या सबै त्यस्तो खालको मैले भ्लगहरू बनाउने गरिरहेको छु। त्यो भ्लगहरूमा देख्नुहुन्छ होला त्यो भिडियोमा त्यसमा हालिदिन्छु। म यतिखेर चाहिँ अब हाम्रो मुन्स्याङ भन्ने ठाउँ पुग्न आइसकेको छु। त्यो मुन्स्याङदेखिको गल्तिर हराउने हेर्नु न जुम्लाको स्याउहरू पुगिसकेको छ। स्याउ आरू भर्खर सुरु भएको छ। जुम्लाको अहिले ट्रेडिसनल घर भनौँ न परम्परागत घरहरू चाहिँ हुँदैन अहिलेको चाहिँ धानुहरू घर बनाउँछ। पाखा घोडा सोर्दा छ ड्राई सिजन त्यसलाई नै तपाईँको हामीले ग्रिन सिजनमा हेर्दाखेरि धेरै फरक देख्न सक्छौँ। डुब्ने सुरु आउँछ भयो। ini